लियोनल मेसीले यदि 2026 को वर्ल्ड कपमा जम्मा 4 मात्र गोल गरे भने पनि उनी वर्ल्ड कपको हिस्ट्रीको सबैभन्दा धेरै गोल गर्ने प्लेयर हुन जानेछन्। जब जब वर्ल्ड कप हुन्छ तब तब क्रेजी रेकर्डहरू ब्रेक भइरहेका हुन्छन् र 2026 को वर्ल्ड कपमा पनि धेरैवटा क्रेजी रेकर्डहरू ब्रेक हुनेवाला छ र तीमध्ये पनि एउटा प्लेयरले यस्ता रेकर्डहरू ब्रेक गर्न सक्ने सम्भावना छ कि उनी किङ अफ द वर्ल्ड कप बन्ने सम्भावना रहेको छ र त्यो प्लेयर हो इज नन अदर देन लेजेन्ड लियोनल मेसी। लियोनल मेसीले 2026 को वर्ल्ड कपमा क्रेजी रेकर्डहरू ब्रेक गर्ने सम्भावना रहेको छ र तीमध्ये नम्बर 1 मा रहेको छ वर्ल्ड कपको हिस्ट्रीमा सबैभन्दा धेरै गोल गर्ने प्लेयर। लियोनल मेसीले अहिलेसम्म 5 वटा वर्ल्ड कप खेलिसकेका छन् र 5 वटा वर्ल्ड कपमा उनले जम्मा 13 गोल गरिसकेका छन् भने उनले यदि यो वर्ल्ड कपमा 3 गोल गरे भने अल टाइम लिडिङ गोल स्कोरर मिरोस्लाव क्लोजसँग बराबरी गर्नेछन् भने यदि उनले 4 गोल गरे भने चाहिँ वर्ल्ड कपको हिस्ट्रीमा सबैभन्दा धेरै गोल गर्ने प्लेयर बन्न जानेछन्। र नम्बर 2 मा लियोनल मेसीले ब्रेक गर्न सक्ने भनेको अर्को रेकर्ड रहेको छ सबैभन्दा धेरै नम्बर अफ एसिस्ट। लियोनल मेसी एसिस्टको त किङ नै हुन्। लियोनल मेसीले आफ्नो करियरमा धेरै एसिस्ट दिएका छन् र वर्ल्ड कपको हिस्ट्रीमा पनि उनले 6 वटा एसिस्ट प्रोभाइड गरिसकेका छन्। तर वर्ल्ड कपको हिस्ट्रीमा सबैभन्दा धेरै एसिस्ट गर्ने प्लेयर रहेका छन् ब्राजिलियन लेजेन्ड अथवा फुटबलका किङ पेले। र यदि लियोनल मेसीले 2026 को वर्ल्ड कपमा 2 मात्रै एसिस्ट गरे भने पनि पेलेसँग बराबरी गर्नेछन् र यदि लियोनल मेसीले 3 वटा एसिस्ट गरे भने चाहिँ उनी वर्ल्ड कपको हिस्ट्रीको सबैभन्दा धेरै एसिस्ट गर्ने प्लेयर बन्न जानेछन्। नम्बर 3 मा रहेको छ वर्ल्ड कपको हिस्ट्रीमा सबैभन्दा धेरै एपियरेन्स बनाउने प्लेयर। लियोनल मेसीले आफ्नो करियरमा 5 वटा वर्ल्ड कप खेलिसकेका छन् र यदि लियोनल मेसीले 2026 को वर्ल्ड कपमा एउटा सिंगल गेममा 20 मात्र इन्टर गर्छन् भने पनि उनले वर्ल्ड कपको हिस्ट्री अथवा आफ्नो करियरमा 6 वटा वर्ल्ड कप खेल्नेछन् र उनी मात्र एउटा यस्तो प्लेयर बन्नेछन् कि आफ्नो करियरमा जसले 6 वटा वर्ल्ड कप खेल्ने प्लेयर बन्नेछन्। र लियोनल मेसीले 6 वटा वर्ल्ड कप खेलेसँगै उनी अर्को पनि एउटा यस्तो रेकर्ड तोड्नेछन् यही कुरामा कि उनले 6 वटा डिफ्रेन्ट वर्ल्ड कप खेलेको ठाउँमा उनले 6 वटा डिफ्रेन्ट वर्ल्ड कपमा गोल गर्न सक्ने उनी एउटा मात्र प्लेयर बन्न सक्नेछन् जुन चाहिँ रोनाल्डोले पनि ब्रेक गर्न सक्छन्। र लियोनल मेसीले 6 वटा वर्ल्ड कप खेलेसँगै उनले अर्को पनि यहीसँग एउटा रेकर्ड ब्रेक गर्न सक्छन् र त्यो भनेको चाहिँ 6 वटा डिफ्रेन्ट वर्ल्ड कपमा गोल गर्ने प्लेयर। लियोनल मेसीले अहिलेसम्म 5 वटा डिफ्रेन्ट वर्ल्ड कप खेलिसकेका छन् र 5 वटा डिफ्रेन्ट वर्ल्ड कपमा नै उनले गोल गरिसकेका छन् र यदि लियोनल मेसीले यो 6औं उनको वर्ल्ड कपमा पनि गोल गर्ने हुन् भने चाहिँ उनी एउटा यस्तो प्लेयर बनेछन् जसले 6 वटा डिफ्रेन्ट वर्ल्ड कप क्याम्पेनमा गोल गर्ने प्लेयर बन्नेछन्। र अर्को रेकर्ड जुन चाहिँ लियोनल मेसीले ब्रेक गर्न सक्नेछन् त्यो भनेको ओल्डेस्ट गोल स्कोरर इन वर्ल्ड कप फाइनल। यदि लियोनल मेसीले आफ्नो करियरमा फेरि पनि अर्जेन्टिनालाई वर्ल्ड कप पुर्याउन सक्यो भने 2022 मा जसरी नै उनले फेरि वर्ल्ड कपको फाइनलमा स्कोर गर्यो भने चाहिँ लियोनल मेसी बन्न सक्नेछन् वर्ल्ड कपको हिस्ट्रीमा वर्ल्ड कपको फाइनलमा गोल गर्ने सबैभन्दा ओल्डेस्ट प्लेयर। र उनले त्यही गेममा एसिस्ट पनि गरे भने उनी बन्न सक्नेछन् वर्ल्ड कपको हिस्ट्रीमा सबैभन्दा ओल्डेस्ट प्लेयर जसले फाइनलमा गोल र एसिस्ट गर्ने प्लेयर बन्न सक्नेछन्। र अर्को रेकर्ड जुन चाहिँ लियोनल मेसीले यो वर्ल्ड कपमा ब्रेक गर्न सक्ने भनेको प्लेयर टु विन मोस्ट नम्बर अफ म्याचेस इन वर्ल्ड कप हिस्ट्री। यो रेकर्ड अहिले लियोनल मेसीको नाममा छ र लियोनल मेसीले वर्ल्ड कपको हिस्ट्रीमा 26 वटा गेमहरू जितिसकेका छन् र उनी यो चाहिँ रेकर्ड होल्डर पनि हुन्। र लियोनल मेसीले अब वर्ल्ड कपमा जतिवटा गेम जित्छन् त्यो चाहिँ अरू प्लेयरहरूलाई ब्रेक गर्ने एउटा बेन्चमार्क रहनेछ। र अर्को रेकर्ड जुन चाहिँ लियोनल मेसीले यो वर्ल्ड कपमा ब्रेक गर्न सक्ने भनेको चाहिँ 3 वटा गोल्डन बल जित्ने प्लेयर। लियोनल मेसीले 2014 र 2022 मा गरी अहिलेसम्म 2 वटा वर्ल्ड कपको हिस्ट्रीमा गोल्डन बल जितिसकेका छन् र यदि लियोनल मेसीले फेरि पनि 2026 वर्ल्ड कपमा गोल्डन बल जित्यो भने चाहिँ उनी एउटा यस्तो प्लेयर बन्नेछन् जसले 3 चोटि चाहिँ वर्ल्ड कपको हिस्ट्रीमा गोल्डन बल जित्ने प्लेयर बन्नेछन्। तपाईलाई के लाग्छ फेरि टिम अर्जेन्टिना वर्ल्ड कपको फाइनलमा पुग्ला र फेरि लियोनल मेसीले यो सबै रेकर्डहरू ब्रेक गरेर के उनी बन्लान् त अनडिस्प्युटेड किङ अफ द वर्ल्ड कप? तपाईलाई के लाग्छ? तपाईको राय चाहिँ कमेन्टमा लेख्न नबिर्सिनु होला र मेरो यो युट्युब च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला र मलाई टिकटकमा पनि फलो गर्न सक्नुहुनेछ। यो वर्ल्ड कप भरि मैले क्रेजी भिडियोहरू ल्याउनेछ र यस्तै भिडियो हेर्नको लागि चाहिँ मलाई फलो र सब्स्क्राइब गर्नु होला।